यतिखेर फेरि मेरो रिल सुरु भयो खाना। यहाँ छ माम, यहाँ छ सलाद, धेरै थियो हालिदिनु भयो। यहाँ छ त्यो दाल छ, यहाँ चाहिँ भर्ता आलुको चोखा, नेपालीमा चाहिँ आलुको चोखा भनिन्छ भने हिन्दीमा चाहिँ भर्ता भनिन्छ। भर्ताको विशेष यहाँ चाहिँ काँचो तोरीको तेल हालिन्छ। त्यसलाई चाहिँ त्यसको त्यो भर्तामा चाहिँ त्यसको सेन्ट मिठो हुन्छ। त्यो खास चाहिँ यसमा रियल हिरो भनेको चाहिँ तोरीको काँचो तोरीको तेल, बुझ्नु त? सर्सिनको काँचो रियल हिरो मेरो रियल हिरो त हो नि त। अरूलाई रियल हिरो भन्न पाइँदैन हाम्रो घरमा। यहाँ चाहिँ दिदीले पठाउनु भएको आँपको अचार एकदम मिठो छ। उहाँले चाहिँ सबै अचार भ्याएपछि लास्ट टाइम बल्ल यो अचार खान सुरु गर्ने भनेर फ्रिजमा राख्नुभएको थियो। अब आजबाट चाहिँ यो स्टार्ट भएको छ। धेरै मिठो छ, एकदमै मिठो हुन्छ। दिदीले पकाएको यस्तो पकाएको होइन, बनाउनु भएको काँचो आँपको कसरी बनाउनुहुन्छ मलाई थाहा छैन, जे होस् एकदम मिठो हुन्छ। चोखा नखाने एकदम आलु भर्ता, आलु भर्ता चाहिँ एकदम मलाई मनपर्छ। आलु भर्ता मनपर्छ भनेर फेरि धेरै खाना पनि मिल्दैन है, थोरै खायो भने सधैँ खान पाइन्छ नि त। हालिदिनु, मैले हालिदिइसकेँ आमालाई, मजाले हालिदिएको। यहाँ छ दाल, मलाई फेरि बाक्लो दाल मनपर्छ, पातलो दाल मलाई मन पर्दैन। बाक्लो त बाक्लै छ, तर त्यति साह्रो बाक्लो भएन छ क्या आज। 2 थरी मिसाउँदाखेरि पनि बाक्लो भएन छ क्या। यहाँ चाहिँ लौकाको तरकारी, यस्तै लपक्क भएको छ त, लपक्क जुन लाग्छ नि त्यो नै मनपर्छ क्या मलाई फेरि, त्यही भएर चाहिँ एकदम मनपर्छ। यो चाहिँ दिदीले पठाउनु भएको अचार चाहिँ म थोरै खान्छु, धेरै खान सक्छु। हालिदिनु नि त। मैले गिलो बनाएको त्यो गिलासले मुसेर दिएपछि आमाले लम खानुहुन्छ क्या। गिलासले मुसेर दिएन भने आमाले खानुहुन्न, गिलासले मुसेर दिन्छु नि त। मिठो छ है आमा, खानु। यो अचारको बास्नै पुरा खाइन्छ क्या, त्यो मिठो खान्छ। यो अचार मैले भातमा अलि लगाएको त्यो पनि मिठो। उता झुन्ड्याउने पनि अनि त्यसको बास्नाले खाने भात। मलाई मेरो दिदी भनेर होइन, पोहोर यहाँ बाबुहरू आउनुभएको थियो उता बुटुकतिरबाट, उहाँहरूलाई पनि बेसरी मन परेको। अनि भाउजू यसको रेसिपी के होला भनेर सोध्नु भएको थियो, तर मलाई थाहा छैन उहाँले के हाल्नुहुन्छ। मैले बेच्नु त बेच्नुहुन्न घर अरू खाने आमा पुग्यो। अनि त्यस्तो गिलासले गिलो पारेर दिएको त मजाले खानालाई। एक हप्तामा यसरी खाएँ क्या भात है मैले, 3-4 दिन त जाउलो खाएँ। जाउलो खान मनै लागेन, फेरि गिलो भात पकाएर कसरी खाइन्छ त्यसरी मिलाएर खाएको। 1 हप्ता भन्दा नि 10 दिन जति भयो मैले यसरी नखाएको। आज मलाई मिठो लाग्यो, मुख पनि मिठो थिएन क्या। गिलो भात पकाएको होइन, चामलमा पानी अलिक बढी हालेको भनौँ न। आमाले त्यस्तै मन पराउनुहुन्छ। आलुको चोखा, लौकाको तरकारी, सलाद, आँपको अचार, दाल। यति मिठो होइन। आई लभ दिदी। लौकाको तरकारी, आलु भर्ता, दाल,
आँपको अचार, काँक्रोको सलाद कम्बिनेसन मिठो। त्यो आलुको त खुर्सानी रोपेको थियो, आलुको चोखा। मिठो। बेलुकामा चाहिँ यसरी हुँदैन। बेलुकामा चाहिँ बिहानको तरकारी रह छ भने तरकारी हुन्छ, दाल तरकारी भयो रह छैन भने एउटा तरकारीमा रह सकेपछि भात खाने त्यति हो बेलुकामा चाहिँ। प्रायः जस्तो तरकारीकै रस हुन्छ, दाल हुँदैन बेलुका।